बालेन शाह हिपहप ल्यापरदेखि स्थानीय मेयर र प्रधानमन्त्रीको दावेदारीसम्म। नमस्कार, के तपाईँ बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहनुहुन्छ? आगामी निर्वाचनमा घण्टी चिन्हमा मतदान गरी उहाँलाई समर्थन गर्न सक्नुहुन्छ। साथै यस सन्देशलाई लाइक, शेयर तथा फलो गर्न अनुरोध गर्दछु। आजको चर्चा देशभर चर्चामा रहेका युवा नेता बालेन शाहको राजनीतिक यात्रा र भूमिकामाथि केन्द्रित रहेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हाल नेपाली राजनीतिमा सबैभन्दा चर्चामा रहेका र बहसको केन्द्रमा उभिएका युवा नेता बनेका छन्। युवामाझ उल्लेखनीय लोकप्रियता कमाएका बालेन शाह अब स्थानीय तहको नेतृत्वबाट उठेर राष्ट्रिय नेतृत्वको सम्भावित दावेदारका रूपमा हेरिन थालेका छन्। बालेन शाह, पूरा नाम बालेन्द्र शाह, सन् 1990 अप्रिल 27 काठमाडौँमा जन्मिएका हुन्। काठमाडौँमै स्कुल शिक्षा पूरा गरेका बालेन शाहले सिभिल इन्जिनियरिङमा ब्याचलर डिग्री र भारतको कर्नाटक राज्यबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स अर्थात् एमटेक पूरा गरेका छन्। बालेन शाहको सार्वजनिक चर्चा राजनीतिभन्दा पहिले साङ्गीतिक क्षेत्रमा सुरु भएको हो। उनी नेपाली हिपहप र्याप मार्फत भ्रष्टाचार, राजनीतिक विकृति र सामाजिक अन्यायका विषयमा निर्भीक रूपमा आवाज उठाउने कलाकारका रूपमा चिनिन्थे। सन् 2022 बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारका रूपमा उम्मेद्वारी दिए र ठूला राजनीतिक दलका उम्मेद्वारलाई पराजित गर्दै मेयरमा निर्वाचित भए। यसलाई नेपाली स्थानीय राजनीतिमा ऐतिहासिक परिवर्तनका रूपमा हेरियो। मेयर बनेपछि अव्यवस्थित संरचना हटाउने अभियान, सार्वजनिक स्थान सुधार, सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष संवाद र भ्रष्टाचार विरुद्ध कडा अभिव्यक्तिका कारण उनी अझै बढी चर्चामा आए। पछि देशभर फैलिएको जेनजी अर्थात् युवा आन्दोलनपछि बालेन शाहको छवि स्थानीय नेताबाट उठेर राष्ट्रिय वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत भए। यही कारण राजनीतिक वृत्तमा उनको नाम प्रधानमन्त्रीका सम्भावित दावेदारका रूपमा चर्चामा आएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन शाह आगामी निर्वाचनमा झापा 5 क्षेत्रबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। अब प्रश्न उठ्छ, के बालेन शाह साँच्चै प्रधानमन्त्री बन्न सक्छन्? समर्थकहरू भन्छन् युवाको ठूलो समर्थन र परिवर्तनको चाहनाले उनी सम्भावनाशील नेता हुन्। तर विश्लेषकहरू भन्छन् संसदीय अङ्कगणित र गठबन्धन राजनीति ठूलो चुनौती बन्न सक्छ। अन्ततः यसको निर्णय जनताले गर्नेछन्। बालेन शाह आज केवल मेयर मात्र होइनन्, उनी नेपाली राजनीतिमा बहसको दिशा बदल्ने नाम बनेका छन्।